Welcome everyone to IELTS reading explanation video है आज हामीले हाउ टेनिस ऱ्याकेट्स ह्याभ चेन्ज्ड भन्ने प्यासेज गर्दैछौँ। यो प्यासेज बुक 19 को टेस्ट 1 मा छ। ओके, एनी टाइम आई स्टार्ट रिडिङ हैन, रिडिङ गर्दाखेरि मैले के गर्छु त भन्दा मेरो फर्स्ट स्टेप भनेको प्यासेजको हेडिङ पढ्नु हो। मेरो प्यासेजको हेडिङ पढ्नुको एउटा मात्र इन्टेन्सन छ, यहाँनिर आएको कुराहरूलाई मैले की फ्रेज लिँदैन। फर इक्जाम्पल यहाँनिर हाम्रो टेस्ट 1 को प्यासेज 1 को हेडिङ छ हाउ टेनिस ऱ्याकेट्स ह्याभ चेन्ज्ड भनिसकेपछि टेनिस ऱ्याकेटको बारेमा प्यासेज रहेछ। मैले प्यासेजमा कहीँ पनि गएर र टेनिस ऱ्याकेट खोज्यो भने त्यो मल्टिपलचोटि भेटिन्छ होला, त्यही भएर मैले क्वेसनमा त्यो वर्डलाई की फ्रेज लिँदैन। अब यदि प्यासेजको हेडिङमा भएको कुरालाई क्वेसनमा गएर की फ्रेज लिँदैन भने के कुरालाई की फ्रेज लिन्छ त है? कस्तो खालको वर्डलाई की फ्रेज लिन्छौँ भन्ने कुरा फरक पर्छ। आइडियल्ली पाएसम्म नेम, नम्बर, इन्भर्टेड कमा अनि नाउन, त्यसरी सोच्नुहोस्। नेम, नम्बर, इन्भर्टेड कमा अनि नाउन। किन त भन्दाखेरि यिनीहरू प्यासेजमा गएर चेन्ज हुँदैन। जस्तै क्वेसन नम्बर 1 को मैले एन्डी मरे र 2016 खोज्छु भने प्यासेजमा गएर हेर्नु पऱ्यो भने मैले यो दुईवटा कुरालाई धेरै मोडिफिकेसन गर्नु पर्दैन। जस्तै हाम्रो लेफ्टतिर आएर हेर्ने भने एन्डी मरे र 2016 फर्स्ट लाइनमै छ है। त्यसरी त्यो चाहिँ सजिलो हुन्छ। अनि त्यस्तै गरेर अरू कुराहरू, नाउनहरू, अलिकति स्पेसिफिक नाउनहरू, जस्तै हाम्रो क्वेसन नम्बर 5 को स्पागेटी स्ट्रङ ऱ्याकेट भन्छ। अब त्यसलाई सिनोनियममा कन्भर्ट गर्नु गाह्रै पर्छ होइन। त्यस्तै गरेर टाइगर साइगर हुनसक्छ, तिनीहरू पनि अहिले पछि चाहिँ हामीले त्यो इक्जाम्पलहरू हेर्दै गर्नेछौँ। तर यति बुझ्नु होला, फिल इन द ब्ल्याङ्क्स ट्रु फल्स नट गिभन छ भने आइडियल्ली नेम, नम्बर, इन्भर्टेड कमा अनि त्यसपछि नाउन अनि त्यसपछि बल्ल क्वेसनको मिनिङ है। ओके ल, त्यसो हो भने हामी क्वेसन नम्बर 1 मा चाहिँ के गर्ने भयो त एन्डी मरे र 2016 लिएर यता हेर्छौँ। अनि यो यति गर्दाखेरि कहिले पनि सुरुमै क्वेसनलाई सल्भ गर्ने कोसिस नगर्नु होला। मैले धेरै स्टुडेन्टहरूलाई हेर्छु क्वेसन नम्बर 1 पढ्यो, टाइप प्यासेजमा गयो, आन्सर सर्च गर्न खोज्छन्। त्यसरी हुँदैन। तपाईँहरूको स्पेसल्ली अब हामी नेपालीको होइन, हाम्रो रिडिङ विक हुन्छ, हामीहरूले खासै बुझ्दैनौँ। अनि त्यही भएर हामीले चाहिँ के गर्नुपर्छ भन्दाखेरि त्यो विकनेसलाई एकोमोडेट गर्नु पऱ्यो। हामीहरूले फर्स्टचोटिमा बुझ्दैनौँ, 2 चोटि 3 चोटि पढ्नुपर्ने हुनसक्छ भन्ने कुरा एक्नोलेज गरेर अनि त्यहाँनिर आएर प्यासेजमा हजुरहरूले हेर्नुपर्छ है। क्वेसन नम्बर 1 तपाईँहरूले सल्भ गर्दै हुनुहुन्छ भने पहिला क्वेसन नम्बर 1 सर्च गर्नुहोस्। जस्तै हामीले लेफ्टमा एन्डी मरे र 2016 हाइलाइट गरेछौँ, राइटमाबाट लिएर होइन, राइटको ग्रिनलाई त्यसलाई लगाएर लेफ्टमा लगाएर सर्च गरेछौँ। त्यसो हो भने हामीलाई के थाहा भयो त प्यासेजको फर्स्ट प्याराग्राफमा मोस्ट प्रोबेबली हाम्रो क्वेसन नम्बर 1 छ होला। ओके, क्वेसन नम्बर 1 पढेर हेरौँ। पिपल ह्याड एक्सपेक्टेड एन्डी मरे टु बिकम द वर्ल्ड्स टप टेनिस प्लेयर फर एटलिस्ट 5 years बिफोर 2016। 5 year बिफोर 2016 भनेर भनेको छ हामीले। अब यहाँनिर चाहिँ के हुनसक्छ भन्दाखेरि यदि तपाईँहरूले यदि मलाई वेट गर्नुभएको छैन भने धेरैजनाले क्वेसन नम्बर 1 मैले पढेँ अथवा मसँगै पढ्नु भयो होला अनि सिधै प्यासेजतिर जम्प गर्नुभयो होला। यो एकदमै नराम्रो बानी हो। तपाईँहरूले क्वेसन नम्बर 1 एकचोटि फेरि हेर्नुहोस् त, बुझ्नु भएको छैन होला होइन। यदि तपाईँहरूले क्वेसन नम्बर 1 जुन चाहिँ एउटा सेन्टेन्स छ त्यो बुझ्नु हुँदैन भने फर्स्ट प्याराग्राफमा इन्फर्मेसन कसरी बुझ्नुहुन्छ। र अर्को कुरा, यदि क्वेसन नम्बर 1 नै बुझ्नुभएको छैन भने त्यो क्वेसन नम्बर 1 ट्रु फल्स नट गिभन के हो भनेर कसरी थाहा हुन्छ। कहिले पनि क्वेसन पढ्ने बित्तिकै आन्सर सर्च गर्नलाई जम्प नगर्नुहोस्। एकछिन बस्नुहोस्, एकछिन चाहिँ मजाले हेर्नुहोस् क्वेसन नम्बर 1 को मिनिङ के हो त। ल एकछिन सोच्नुहोस् त के होला क्वेसन नम्बर 1 को मिनिङ। क्वेसन नम्बर 1 को मिनिङ के रहेछ त भन्दा 2016 भन्दा 5 साल अगाडि नै होइन, 5 साल अगाडिबाट नै मान्छेहरूले एन्डी मरे वर्ल्डको टप टेनिस प्लेयर बन्छ भन्ने कुरा एक्सपेक्ट गरेको रहेछन्। सो हामीले यहाँनिर के चेक गर्दैछौँ, के मान्छेहरूले एन्डी मरे वर्ल्डको टप प्लेयर बन्छ भनेर 2016 भन्दा 5 साल अगाडिबाटै चेक गरिरहेको थिए त भनेर चेक गर्नु पऱ्यो। यहाँनिर आएर हेर्ने भने 5 year प्रिभियसली भनेर यहाँनिर आउँछ है। 5 year प्रिभियसली फ्रम 2016 हो। ही ह्याड बिन रिगार्डेड एज अ ट्यालेन्टेड आउटसाइडर। ठिकै छ, ट्यालेन्टेड आउटसाइडर रिगार्डेड भनिसकेपछि हाम्रो एक्सपेक्टेडसँग म्याच भइरहेछ। ट्यालेन्टेड आउटसाइडर हु एन्टर्ड बट नेभर वान मेजर टुर्नामेन्ट्स भनिसकेपछि मान्छेहरूले उसलाई कस्तो खालको तरिकाले सोच्दो रहेछन् त भन्दा ट्यालेन्टेड मान्छे जसले
सहभागिता लिन्छ तर टुर्नामेन्ट जित्दैन कहिले पनि भन्छ हैन। यहाँनिर चाहिँ टुर्नामेन्ट कहिले पनि जित्दैन भन्छ। यहाँनिर चाहिँ बिकम द वर्ल्ड्स टप टेनिस प्लेयर भनिसकेपछि टुर्नामेन्ट नजितिकन वर्ल्ड्स टप टेनिस प्लेयर त भइँदैन। सो यहाँनिर हाम्रो आन्सर हुन्छ फल्स। बुझ्नुभयो नि किन भनेर हैन। तर यदि क्वेसन नम्बर 1 को आन्सर के छ भनेर किन यसरी आयो भने नबुझे पनि क्वेसन नम्बर 1 लाई कसरी सर्च गर्ने त्यो थाहा पाउनु भयो कि नै, त्यो कुरा ख्याल गर्नु होला। मैले धेरै स्टुडेन्टहरूलाई हेर्छु, हाम्रो उहाँहरूको मेजर मिस्टेक के हुन्छ त भन्दाखेरि क्वेसनै नबुझेकिन प्यासेजतिर आन्सर सर्च गर्ने। यदि तपाईँले क्वेसन नै बुझ्नु भएन भने आन्सर कसरी सर्च गर्नुहुन्छ? डजन्ट मेक सेन्स हैन त। ल ओके, द चेन्ज द्याट एन्डी मरी मेड टु हिज ऱ्याकेट एट्र्याक्टेड अ लट अफ एटेन्सन। एन्डी मरीमै छौँ अनि एट्र्याक्टेड अ लट अफ एटेन्सनतिर सर्च गर्नेवाला छौँ होइन। अब चेन्जेस टु हिज ऱ्याकेट एट्र्याक्टेड अ लट अफ एटेन्सन, एन्डी मरीको कुरा। अब प्यासेजमा गएर सर्च गर्नुभयो भने यसलाई के बुझ्नुहोस् भन्दा फिल इन द ब्ल्याङ्क्स ट्रु फल्स नट गिभन मल्टिपल चोइस क्वेसन 100% सिक्वेन्सियल हुन्छन् अनलेस फिल इन द ब्ल्याङ्क्समा पिक्चर छ भने है, त्यो चाहिँ छुट्टै कुरा हो। तर नर्मली के हुन्छ, फिल इन द ब्ल्याङ्क्स ट्रु फल्स नट गिभन मल्टिपल चोइस क्वेसन अलमोस्ट 100% सिक्वेन्सियल हो। सो हामीले प्यासेजमा गएर हेर्दाखेरि यहाँनिर जस्तै क्वेसन नम्बर 1 को आन्सर कहाँ भेटेको थियो, यहाँ भेटेको थियो भने क्वेसन नम्बर 2 को आन्सर योभन्दा तल जानुपर्छ। भनेपछि यदि फर्स्ट प्याराग्राफको लास्ट सेन्टेन्समा क्वेसन नम्बर 1 को आन्सर थियो भने मोस्ट प्रोभाब्ली सेकेन्ड प्याराग्राफ अथवा त्योभन्दा तलतिर मात्र क्वेसन नम्बर 2 को आन्सर छ होला है। यहाँनिर हाम्रो एट्र्याक्टेड अ लट अफ एटेन्सन छ। हामीले खास मेनली चाहिँ हेर्ने भनेको एटेन्सन एट्र्याक्सनको मात्र हो। अ लटको सट्टा भेरी स्मल हुनसक्छ, त्यतिखेर भयो भने फल्स हुन्छ। त्यो कुरा हेर्दै जाउँ है। भिजिबल एन्ड वाइडली पब्लिसाइज भन्छ। वाइडली पब्लिसाइज भनेको अ लट अफ एटेन्सन हो। तर यो के छ त, अफ द चेन्जेस द्याट अकाउन्ट फर दिस ट्रान्सफर्मेसन वान वाज भिजिबल एन्ड वाइडली पब्लिसाइज्ड इन 2011 मरे इन्भाइटेड फर्मर नम्बर 1 प्लेयर आइवान लेन्डल into his coaching team, a valuable addition that had a visible impact on players playing style. Okay, यसो यहाँनिर पढ्नु भयो नि, यहाँनिर उसले चेन्ज गरेको के हो त, उसको आफ्नो कोच चेन्ज गरे हो है। उसको कोचिङ टिममा एउटा मान्छेलाई इन्भाइट गर्दैछ अनि त्यो इन्भिटेसन के भयो त एकदमै भिजिबल र वाइडली पब्लिसाइज भयो। तर हामीलाई क्वेसनले सोधेको के थियो त, चेन्जेस टु हिज ऱ्याकेट्स थियो। सो फर्स्ट सेन्टेन्सले आन्सर म्याच हुँदैन है। सो हामीले चेन्जेस टु हिज ऱ्याकेटको कुरा के हो, कहाँ छ त, हि स्विच्ड टु अ सिन्थेटिक स्ट्रिङ फर द मेन्स भन्छ। अ स्मल चेन्ज भनेर भनेको छ, उसको ऱ्याकेटको चेन्जको कुरा चाहिँ यो हो। यो ऱ्याकेटको चेन्जको कुरामा यहाँबाट तल हेर्दै जाने भने एनदर चेन्ज वाज सो सटल इज टु पास लेस अननोटिस्ड, मोर ओर लेस अननोटिस्ड भन्छ। भन्नुको अर्थ मोर ओर लेस अननोटिस र सब्टल भन्नुको अ लट अफ एटेन्सनको कम्प्लिटली अपोजिट हो। सटल र लेस अननोटिस भनेको अ लट अफ एटेन्सनको कम्प्लिटली अपोजिट हो। अनि यही नै रियाक्सन छ मान्छेहरूको चाहिँ उसले गरेको ऱ्याकेटमा चेन्जको प्रति है। द चेन्ज हि ह्याड मेड अन हिज ऱ्याकेट वाज मोर ओर लेस अननोटिस्ड अर इट वाज भेरी सटल भनेर भनेको छ प्यासेजमा। त्यो चाहिँ हाम्रो अ लट अफ एटेन्सनको कम्प्लिटली अपोजिट भएको भएर हाम्रो क्वेसन नम्बर 2 को आन्सर पनि फल्स हुने भयो। क्वेसन नम्बर 3, मोस्ट अफ द वर्ल्ड्स टप प्लेयर टेक प्रोफेसनल ऱ्याकेट स्ट्रिङ्गर अन टुर विथ देम। हामीले के खोज्ने भयो भने त प्रोफेसनल ऱ्याकेट स्ट्रिङ्गर है। टुरको कुरा पनि कहाँनिर आउँछ त्यो चाहिँ ख्याल गर्नुपर्छ। क्वेसन नम्बर 2 को आन्सर यहाँनिर आएको थियो हैन। त्यसो भए क्वेसन नम्बर 3 को आन्सर हामी यसको तल खोज्दै जान्छौँ। प्रोफेसनल ऱ्याकेट स्ट्रिङ्गर यहाँनिर आयो। हामीले क्वेसन नम्बर 3 को लोकेसन भेट्यौँ। मोस्ट अफ द वर्ल्ड्स टप प्लेयर टेक अ प्रोफेसनल ऱ्याकेट स्ट्रिङ्गर अन टुर विथ देम। ल अघि जस्तै के गर्नुपर्छ त हजुरहरूले यहाँनिर आएर क्वेसनको मिनिङ बुझ्नुहोस्। क्वेसनले के भनेछ, यदि क्वेसनको मिनिङ नै बुझ्नु भएन भने आन्सर आउँदैन। क्वेसनले भनेको के हो त भन्दाखेरि प्लेयरहरूले, धेरैजसो प्लेयरहरूले स्पेसल्ली टप प्लेयर्सहरूले आफूसँग टुरमा जाँदाखेरि, खेल्नलाई टुरमा जाँदाखेरि जसले ऱ्याकेट बनाउँछ, स्ट्रिङ्गर भनेको स्ट्रिङ लगाउने मान्छे होइन, जसले स्ट्रिङ लगाउँछ उसलाई सँगै लगेर जान्छ भनेर भनेको छ प्यासेजमा, सरी क्वेसनमा चाहिँ प्लेयर्सहरूले ऱ्याकेट स्ट्रिङ्गरलाई आफूसँगै टुरमा लगेर जान्छ भनेर भनेको छ। यदि यही कुरा यहाँ आएर हेर्ने भने
हजुरले के थाहा पाउनुहुन्छ त भन्दा मान्छेहरूले प्रोफेसनल प्लेयरहरूले टुरमा ऱ्याकेट स्ट्रिङ्गरलाई लान्छन् कि लाँदैनन् भन्ने कुरा कहीँ पनि क्लियर छैन है, कहीँ पनि क्लियर छैन। यदि अनसर्टेन हुनुहुन्छ भने यसरी सोच्नुहोस्, क्वेसन नम्बर 2 को आन्सर यो सेकेन्ड प्याराग्राफमा थियो। क्वेसन नम्बर 4 माइक एन्ड बब भनेर भन्छ, माइक एन्ड बब यहाँ छ। सो क्वेसन नम्बर 4 को आन्सर यो एरियामा छ भने यति भित्रमा मात्र क्वेसन नम्बर 3 को आन्सर हुनुपर्छ। किन त भन्दाखेरि ग्यारेन्टिड सिक्वेन्सियल क्वेसन भएको भएर यिनीहरू 100% सिक्वेन्समा हुने क्वेसन हो। क्वेसन नम्बर 3 4 भन्दा तल 2 भन्दा माथि हुँदैन, 2 र 4 को बिचमा हुन्छ। यति मैले लाइन गरेको 1 2 3 4 5 6 यो 6 लाइनमा कहीँ पनि ऱ्याकेट स्ट्रिङ्गरलाई टुरमा लगिन्छ कि लगिन्न भनेर इन्फर्मेसन छ कि नै, छैन भने नट गिभन। माइक एन्ड बब ब्रायन हाम्रो प्यासेजको 3rd प्याराग्राफको 7th लाइनमा रहेछ अनि हामीले त्यहीँ गएर नै उसको सर्च गर्नेछौँ। अब यहाँ हेरौँ, युज ऱ्याकेट्स द्याट आर लाइट इन कम्पेरिजन टु मेजोरिटी अफ द ऱ्याकेट्स भनेर भनेको छ। क्वेसन नम्बर 4 एगेन एकछिन पज गर्नुहोस् अडियो अनि यसबारेमा सोच्नुहोस् के होला त यसको मिनिङ है। यसको मिनिङ के हुने हो, यिनीहरूको ऱ्याकेट चाहिँ अरूको ऱ्याकेटभन्दा हल्का छ भनेर भनेको छ, लाइट भनेर भनेको छ। हामीले लाइट भनेर लाइटलाई सर्च गर्दैनौँ, यहाँनिर लाइटको सट्टा हेभी हुनसक्छ होइन, अथवा वेटको कुरै नआएको हुनसक्छ। हामीले यहाँनिर वेट है उनीहरूले कुनै डिग्री दिएको छ, कम्पेरिटिभ कुरा दिएको छ भने जहिले पनि के गर्दा हुन्छ त भन्दा त्यो कुरालाई त्यसको मेट्रिक्स लिएर आउँदा हुन्छ। जस्तै फास्ट भन्यो भने स्पिडको कुरा भयो होइन, हेभी भन्यो भने वेटको कुरा भयो, त्यसरी सोचौँ। अनि यहाँनिर लाइट भनेर हामीले क्वेसनमा छ भने यता प्यासेजमा गएर हेर्दाखेरि वेटको कुरा कहाँ आउँछ त यहाँनिर होइन। द ऱ्याकेट्स दे युज नाउ वे मोर देन द एभरेज भन्छ। भन्नुको अर्थ के हो त, उनीहरूले युज गर्ने ऱ्याकेटहरू अहिले आएर अरूभन्दा गरुङ्गो छ भन्छ। तर यसले हल्का छ भन्छ, यसले गरुङ्गो छ भन्छ, यसले हल्का छ भन्छ। सो हाम्रो आन्सर हुने भयो फल्स। वर्नर फिसर है, वर्नर फिसर यो अर्को नाम भयो। कहीँ पनि सेन्टेन्सको बिचहरूमा क्यापिटल देखिन्छ भने केही सोच्नै पर्दैन, 100% नाम हो। वर्नर फिसर हामीले 3rd प्याराग्राफको यहाँनिर आएर क्वेसन नम्बर 4 को आन्सर भेट्यो भने 5 को लागि यसको लागि तल जानु पर्यो होइन। तल गएर हेर्दाखेरि वर्नर फिसर कहाँ होला त। क्वेसन नम्बर 5 मा भएको वर्नर फिसर 2nd पेजको 1st प्याराग्राफमा भेटिन्छ। त्यही सँगसँगै त्यही लाइनमा क्वेसनमा जस्तै स्प्रागेटी स्ट्रङ ऱ्याकेट भेटिन्छ। ओके, अब हजुरहरूले आन्सर हेर्ने होइन, क्वेसन हेर्नुहोस्। क्वेसनको एकचोटि यसो मिनिङ हेर्नुहोस् त के होला त्यो। यहाँनिर के रहेछ त, उसले स्पागेटी स्ट्रङ ऱ्याकेटले खेल्दो रहेछ जुन चाहिँ उसले आफैले डिजाइन गरेको हो भन्छ होइन। प्यासेजमा गएर स्पागेटी स्ट्रङ ऱ्याकेट जुन चाहिँ उसले खेलिरहेको छ त्यसमा कसले डिजाइन गरेको होला त भनेर हेर्नुहोस् त, कसले डिजाइन गरेको होला। ओके, यो प्याराग्राफ हेर्ने हो भने यहाँनिर कहीँ पनि कसले डिजाइन गरेको हो भन्ने कुरा आएको छैन। यदि अब नट गिभन हो जस्तो लाग्छ अनि स्योर हुनु मन छ भने हजुरहरूले के गर्दा हुन्छ त, क्वेसन नम्बर 6 सर्च गर्दा भयो। अनि क्वेसन नम्बर 6 को लागि यसरी हेर्ने भने हाम्रो ऱ्याकेट टेनिस ऱ्याकेट भइसकेपछि प्रोफेसनल प्लेयर युनिक भएन, स्ट्रिङ भन्ने कुरा जति पनि देखेको छौँ ऱ्याकेट लिँदैन, वेदरको कुरा हो। यहाँनिर आएर वेदरको कुरा हेर्ने हो भने कहाँ होला वेदर। वेदरको कुरा अर्को प्याराग्राफमा छ अनि हामीले त्यहाँसम्म पढ्ने हो भने क्वेसन नम्बर 6 को एरियासम्म पढ्दै आउने हो भने यदि यो भित्रमा 5 को लागि डिजाइन कसले गरेको भन्ने कुरा आएको छैन भने हामीले 100% कन्फर्म गर्न पायौँ यो कुरा नट गिभन हुनु पर्यो। क्वेसन नम्बर 6 को वेदरको मैले देखाइसकेँ, त्यो हाम्रो 2nd पेजको 2nd प्याराग्राफमा क्लाइमेट भनेर आएको छ। द वेदर क्यान अफेक्ट हाउ प्रोफेसनल प्लेयर्स एडजस्ट द स्ट्रिङ अन देयर ऱ्याकेट। ओके ल, सेम मेथड फेरि हजुरहरूले क्वेसन नम्बर 6 पढ्नुभयो, एकचोटि यसो हेर्नुहोस् बुझ्नुभयो कि नै। क्वेसन नम्बर 6 को हामीले लोकेसन, क्वेसन नम्बर 6 पढ्यौँ, क्वेसन नम्बर 6 को लोकेसन पहिले भेटेर त्यहाँनिर अन्डरलाइन गरेर राखेको छौँ प्यासेजमा, अनि यता आएर क्वेसन पढ्यौँ बुझ्यौँ। क्वेसन 6 ले के भन्छ त भन्दाखेरि प्रोफेसनल प्लेयरहरूले
आफ्नो ऱ्याकेटमा भएको स्ट्रिङहरूलाई वेदरको अनुसार एडजस्ट गर्छ भनेर भन्छ क्वेसन नम्बर 6 ले। त्यो कुरालाई यहाँनिर आएर हेर्ने भने के भन्दो रहेछ, दे विल कन्टिन्युअली चेन्ज इट भनेको ऱ्याकेट है, दे विल कन्टिन्युअली चेन्ज इट डिपेन्डिङ अन भेरियस फ्याक्टर्स इन्क्लुडिङ द कोर्ट सर्फेस, क्लाइमेटिक कन्डिसन एन्ड गेम स्टाइल। यसो भए यो तीनवटै कुराले उनीहरूले ऱ्याकेटमा भएको स्ट्रिङलाई चेन्ज गर्ने कुरा गर्दो रहेछ होइन, चोइस अफ स्ट्रिङ यस्ता यस्तो कुराहरू आइरहेको छ। सो त्यसो हो भने हाम्रो क्वेसन नम्बर 6 को आन्सर ट्रु भयो। क्वेसन नम्बर 7 मा पिट साम्प्राज छ। पिट साम्प्राज यहाँनिर गएर सर्च गर्ने हो भने प्यासेजमा पिट साम्प्राज है 1 2 3 4 5 5th प्याराग्राफमा गएर पिट साम्प्राज छ। It was believed that the change Pete Sampras made to his rackets contributed to his strong serve, होइन, strong serving power. For example, much of the serving power of US professional player Pete Sampras was attributed to the addition of 4 to 5 leads to his racket. Attributed to भन्छ होइन, attributed to भनेको यसको कारण चाहिँ यो हो भनेर भनेको हो, अथवा यहाँनिर भने जस्तै contributed to his strong serve, यो चाहिँ ट्रु हुने भयो। ओके, हामीले यहाँनिरको ट्रु फल्स नट गिभन गरेर भ्यायौँ। हाम्रो यो प्यासेज 1 हो भनिसकेपछि प्यासेज 1 अरू प्यासेजभन्दा सजिलो हुन्छ। मेरो सजेसन स्टुडेन्टहरूलाई इक्जाममा गएर प्यासेज 1 नै सुरुमा गर्नुहोस् भन्छु, किनभने फ्रेस माइन्डमा सजिलो क्वेसनहरू गर्नुभयो भने राइट गर्ने चान्स बढी हुन्छ। सुरुमै गएर गाह्रो क्वेसन गर्ने अनि त्यसले दिमाग खाइदिन्छ, अनि लास्टमा गएर सजिलो गर्दाखेरि झन् सजिलो बिगार्ने चान्स हुन्छ। स्पेसल्ली पेपर बेस इक्जाममा जहाँनिर हजुरहरूको रिडिङ इक्जाममा लास्ट हुन्छ, राइटिङ लिसनिङ रिडिङ, त्यतिखेर मेन्टल्ली टायर्ड भइसकेको मान्छे त्यसमाथि अझ गएर प्यासेज 3बाट स्टार्ट गर्ने भने मेरो विचारमा त्यो चाहिँ राम्रो स्ट्राटेजी होइन। अगेन हजुरहरूले यो कुराहरू भने अलिकति आफूहरूले ट्राई गर्नुहोस्, कुन चाहिँ सजिलो लाग्छ त्यही अनुसार डिसाइड गरेर गर्नुहोस्। ट्रु फल्स नट गिभनमा धेरै स्टुडेन्टको कम्प्लेन के रहन्छ त भन्दा, सर मैले फल्स र नट गिभन चिन्दैन भन्नुहुन्छ। तपाईँहरूले फल्स र नट गिभन नचिनेको होइन, तपाईँहरूले क्वेसन राम्रोसँग नपढेको कि त क्वेसन राम्रोसँग पढे पनि क्वेसन नबुझेको। एकदम सिम्पल कुरा हो। हामीहरूले क्वेसनले के भन्छ, म्याच हुन्छ भने ट्रु, म्याच हुँदैन भने फल्स, म्याच गर्नलाई ठाउँ छैन भने नट गिभन, त्यसरी बुझ्नुहोस् है। अनि म्याच हुनुको लागि एक्युरेट कुरा नै हुनुपर्छ, त्यहाँनिर सिमिलर यस्तो होला भनेर हुँदैन। जस्तै के हुनसक्छ भन्दा, यदि मैले कसैलाई गएर मलाई भोक लागेको छैन भनेर भन्यो भने उनीहरूले के एजम्सन लिन पाउँदैनन् त भन्दा, मैले खाना खाइसकेँ भनेर एजम्सन लिन पाउँदैनन्। उनीहरूले एजम्सन लिन पाउने भनेको मलाई भोक लागेको छैन भन्ने मात्र हो। मैले भोक लागेको छैन भन्दैमा इट डज नट मिन आई हेभ इटन समथिङ है, त्यसरी सोच्नुहोस्। मिनिङ भन्ने कुरा एक्ज्याक्टली जे छ त्यसै मात्र हो। सो हजुरहरूको प्यासेजबाट क्वेसनमा लिएर कम्पेयर गर्दा अलिकति तलमाथि हुनसक्छ। जहिले पनि क्वेसनबाट लिएर जानुहोस्, क्वेसनलाई क्लियरली बुझ्नुहोस्, यसले धेरै 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 सजिलो बनाउनेछ है। ओके, हामीहरू अब अझै अगाडि गर्छौँ, हामीहरूले बाँकी रहेको फिल इन द ब्ल्याङ्क्सहरू पनि सल्भ गर्छौँ। ओके, लेट्स लुक एट द फिल इन द ब्ल्याङ्क्स होइन। क्वेसन नम्बर 8 मा आएर हेर्ने हो भने हजुरहरूले अघिको जस्तै नेम, नम्बर, इन्भर्टेड कमा है। इन्भर्टेड कमा भनेको जस्तै हाम्रो कोटेसनमा हुन्छ नि, जस्तै यिनीहरू यस्तैमा कहिलेकाहीँ वर्डहरू आउँछ क्वेसनमा, त्यो भनेको जब देखिन्छ त्यतिखेर हेर्नु होला। अहिलेसम्म चाहिँ हामीले इन्भर्टेड कमा चाहिँ यो क्वेसनमा आएको छैन। ओके, क्वेसन नम्बर 8 मा भने नाम छ माइक एन्ड बब ब्रायन, वी नो द्याट इज इन द 3rd प्याराग्राफ इन द 1st पेज होइन। अनि अब के भन्दो रहेछ त क्वेसन नम्बर 8 ले, मेड चेन्जेस टु द टाइप्स अफ ब्ल्याङ्क युज्ड अन देयर ऱ्याकेट फ्रेम्स। उनीहरूको ऱ्याकेट फ्रेममा युज हुने केही कुराको टाइप चाहिँ चेन्ज गरिएको छ भन्छ है। अब यहाँनिर आएर ऱ्याकेटमा आएर उनीहरूले के चेन्ज गरेको रहेछ त भनेर यसरी हेर्ने भने, ओके यहाँबाट है, दे एक्सप्लेन हाउ दे हेभ एडजस्टेड भनेको चेन्ज्ड होइन। दे हेभ एडजस्टेड नट ओन्ली ऱ्याकेट लेन्थ, ओके ऱ्याकेट लेन्थ चेन्ज भइरहेछ, बट इभन एक्सपेरिमेन्टेड विथ डिफ्रेन्ट काइन्ड्स अफ पेन्ट पनि उनीहरूले डिफ्रेन्ट चेन्ज गरिरहेको रहेछ। सो हाम्रो एउटा आन्सर हुनसक्छ लेन्थ भने, अर्को आन्सर हुनसक्छ पेन्ट। क्वेसनमा गएर हेर्ने हो भने द टाइप्स अफ लेन्थ युज्ड अन देयर ऱ्याकेट फ्रेम अलिकति रङ हुन्छ। हाउएभर द टाइप्स अफ पेन्ट
युज्ड अन देयर ऱ्याकेट फ्रेम्स भने राइट हुन्छ। सो आन्सर यहाँ जान्छ पेन्ट। क्वेसन नम्बर 9। क्वेसन नम्बर 9 को लागि अघि जस्तै स्प्यागेटी स्ट्रङ ऱ्याकेट लिन्छौँ। यो हामीलाई थाहा छ सेकेन्ड पेजको फर्स्ट प्याराग्राफमा स्प्यागेटी स्ट्रङ ऱ्याकेट छ है। अब यहाँनिर आएर के हेर्ने, खालि अब फिल इन द ब्ल्याङ्क्स भनेको कस्तो हुन्छ भन्दा मैले सुरुमै भन्नुपर्ने थियो, फिल इन द ब्ल्याङ्क्स गर्दाखेरि नजिकै खाली ठाउँको वरिपरिबाट हेर्नु होला है। खाली ठाउँको वरिपरिबाट हेर्नुहुन्छ भने यसरी आएर हेर्नुहुन्छ भने स्प्यागेटी स्ट्रङ ऱ्याकेट बिकज अफ द amount of blanket created, because of the amount of blanket created। स्प्यागेटी स्ट्रङ ऱ्याकेटले केही कुरा क्रिएट गरिरहेको छ, त्यही नै हाम्रो आन्सर हो। यहाँनिर आएर हेर्ने पनि इट क्रिएटेड अ स्ट्रिङ बेड द्याट जेनेरेटेड सो मच टप स्पिन भन्छ उसले। यहाँनिर त्यसो भए के रहेछ त, स्प्यागेटी स्ट्रङ ऱ्याकेटले स्ट्रिङ बेड क्रिएट गरिरहेछ जसले गर्दाखेरि टप स्पिन क्रिएट भइरहेछ है। अब स्ट्रिङ बेड भनेको ऱ्याकेटमै भएको स्ट्रिङलाई रिफर गरिएको, त्यसले आफैले भने क्रिएट गरेको भनेर सेपरेट नयाँ एन्टिटी होइन, यो भने राइट हुन्छ। यदि स्ट्रिङ बेड हुने भएको भए यहाँनिर अरू कुनै वर्ड आउँथ्यो। क्वेसन नम्बर 9 मा नट अलाउड भनेको छ, यहाँनिर ब्यान्ड पनि छ, त्यही म्याच हुन्छ है। अब यहाँनिर आएर हेर्दाखेरि बिकज अफ द एमाउन्ट अफ है, एमाउन्ट अफको कुरा हेर्ने हो भने क्रिएटेड अ स्प्रिङ बेड भन्छ, यहाँनिर एमाउन्टको कुरा आएको छैन। यहाँनिर सो मच भनेछ, यहाँ यो भने सो मच भनेको एमाउन्ट आयो, धेरै कुरा आयो है। सो क्वेसन नम्बर 9 को आन्सर एमाउन्टलाई रिफर गर्छौँ भने सो मच रिफर गरेर टप स्पिन हुने भयो। अझै पनि कन्फ्युज हुनुहुन्छ भने किन इट क्रिएटेड क्वेसनमा इट क्रिएटेड पछि स्ट्रिङ बेड हुँदा हुँदै हामीले टप स्पिन किन लिएको त भन्दा टप स्पिनको अगाडिपट्टि एमाउन्ट अफ टप स्पिन इट क्रिएटेड भनेर भनिएको छ। यसले टप स्पिनको मात्राको कुरा गरिरहेको छ भने यहाँनिर आएर हेर्ने भने स्ट्रिङ बेडमा आफैमा क्वान्टिटीको कुरा अमाउन्टको कुरा छैन, टप स्पिनमा सो मच भनेर अमाउन्टको कुरा छ, जुन चाहिँ क्वेसनसँग म्याच हुन्छ। त्यही भएर क्वेसन नम्बर 9 को आन्सर टप स्पिन हो। यस्तै गरेर क्वेसन नम्बर 10 को की फ्रेज के होला त, यसरी हेर्नुहोस् त। ओके, यसको की फ्रेज ऱ्याकेट हुँदै हुँदैन, प्यासेजको हेडिङमा छ। एज बिङ एज इम्पोर्टेन्ट एज भनेको छ धेरै कति स्टुडेन्टले यो लिन सक्छन्, यो होइन है। यसमा डायट हो, अगेन नाउन भन्ने कुरा नै हाम्रो की फ्रेज लिनुपर्छ के। डायट भन्ने कुरा खोज्न सजिलो हुन्छ, इम्पोर्टेन्ट भन्ने कुरा धेरै 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 तरिकाले आउँछ। डायट भनेको खानपिनको कुरा हो है। खानपिनको कुरा प्यासेजमा आएर हामीले 9 को आन्सर यहाँ थियो भने यहाँभन्दा तल हेर्दै जान्छौँ भने कहाँ छ त, न्युट्रिसनको कुरा छ। न्युट्रिसन अर ट्रेनिङ, डायट्स अर द ट्रेनिङ। क्वेसन नम्बर 11। क्वेसन नम्बर 11 मा आइदर हामीले नेचुरल स्ट्रिङ्स चुज गर्न सक्छौँ कि त एनिमल्स चुज गर्न सक्छौँ है। अब अघि नै जस्तै क्वेसन नम्बर 10 को आन्सर यहाँ छ, हामी 10 बाट 11 को लागि तल हेर्दै जान्छौँ होइन। तल हेर्दै गयौँ भने नेचुरलको कुरा यहाँ आएको रहेछ। ओके, यहाँ सिप आएको छ है। स्ट्रङ विथ नेचुरल गट भन्छ, नेचुरल स्ट्रिङ चाहिँ यससँग म्याच भइरहेको छ। सिप और काउ भनेको छ, दिज आर द एनिमल्स फ्रम द क्वेसन होइन। तपाईँहरूले यस्तोको चाहिँ एक्सपेक्टेसन राख्नुहोस्, यदि क्वेसनमा हजुरको एनिमल्स भनेको छ भने प्यासेजमा गएर सिप और काउ हुनसक्छ भने, यदि क्वेसनमा सिप भनेको छ भने प्यासेजमा गएर एनिमल हुन पाउँदैन। डिटेल जहिले पनि क्वेसनमा कम, प्यासेजमा धेरै हुन्छ। प्यासेजबाट क्वेसनमा डिटेल कम हुँदै जान्छ भने क्वेसनबाट प्यासेजमा जाँदाखेरि डिटेल बढी हुन्छ। ओके, अल ऱ्याकेट्स युज्ड टु ह्याभ नेचुरल स्ट्रिङ्स मेड फ्रम द ब्ल्याङ्क अफ एनिमल्स। एनिमलको के कुराबाट बन्दो रहेछ त भनेर हेर्ने भने है, कति स्टुडेन्टहरूले आउटर लेयर अफ सिप भन्छन्। आउटर लेयर अफ सिप होइन कि, आउटर लेयर अफ सिप इन्टेस्टाइन्स हो। भन्नुको अर्थ इन्टेस्टाइनको आउटर लेयर युज गरेछन् अथवा उनीहरूले इन्टेस्टाइन्स युज गरेका छन्। क्वेसन नम्बर 12 पिट साम्प्राज। हामीलाई थाहा छ पिट साम्प्राज कहाँ छ, पिट साम्प्राज लास्टबाट थर्ड प्याराग्राफमा छ होइन। ह्याड मेटल भनेर भनेको छ, मेटलको कुरा यहाँ आएर हेर्ने भने लेड हो है। धेरै स्टुडेन्टले लेड भन्ने कुरा चाहिँ मेटल हो भन्ने थाहा नहुँदो रहेछ। लेड भन्ने कुरा लिडबाट पनि आउन सक्छ भने मेटलमा पनि लेड भन्ने हुनसक्छ है।
मेटल भनेको लेड हो अनि मेटलको पछाडि के छ वेट्स हुन्छ यहाँनिर नि वेट्स नै आन्सर हो क्वेसन नम्बर 13 गन्क्यालो ओलिभिएरा चेन्ज द ब्ल्याङ्क अन हिज ऱ्याकेट ह्यान्डल उसले ऱ्याकेट ह्यान्डलमा के चेन्ज गरेछ त होइन गन्क्यालो ओलिभिएरा रिप्लेस द ओरिजिनल ग्रिप्स अफ हिज ऱ्याकेट उसले के चेन्ज गरेर रहेछ त ओरिजिनल ग्रिप्स अब यहाँनिर वान वर्ड ओन्ली भएको भएर ओरिजिनल ग्रिप्स लेख्न पाइँदैन 2 वर्ड्स भएको हुनाले हामीले भने ग्रिप्स चाहिँ लेख्न पाउँछौँ उसले के चेन्ज गरेर रहेछ उसले ग्रिप्स चेन्ज गरेको रहेछ ओके यहीसँगै हाम्रो बुक 19 को टेस्ट 1 प्यासेज 1 सकिन्छ अनि तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला यदि यस्तै भिडियोहरु हेर्नु मन छ भने सब्स्क्राइब पनि गर्नुहोस् हैन म आफैले भने मैले आइएल्स पिटी स्याट सबैको भिडियोहरु सुस्तरी राख्ने प्लानमा छु मसँग फ्री टाइम भयो भने है अहिले मैले अलि 2-4 वटा भिडियोमा एकैचोटी काम गर्दै छु अनि त्यो सबै कुराहरु आउँछ तपाईहरुलाई अब त्यो मध्ये आइएल्स पिटी स्याट मध्ये कुनै पनि हेर्नु छ भने प्लिज लेट मी नो